नमस्कार साथीहरू, आज हामी 3 जनाको चाहिँ यात्रा रहनेछ। ट्राभल विथ तिलकसँगको यात्रा आज बुटोलदेखि तानसेन बजारसम्म हुनेछ। हामी 2 दिनको लागि तानसेन जाँदैछौँ। बाटोमा पर्ने तपाईहरुलाई केही दृश्यहरू अवलोकन गराउँदै हामी अगाडि बढ्नेछौँ। बाटोको विषयमा यो बर्खा असारको 14-15 भए पनि बाटोमा चाहिँ खासै समस्या छैन साथीहरू। तपाईहरु सिद्ध बाबा अवलोकन गरेर अगाडि बढ्दा हुन्छ। तानसेनको पाल्पाको बटुक र चुकौनी खाने तयारी हाम्रो नास्ताको समय भएको छ। हाम्रो यो दिदीले हामीलाई दिँदै हुनुहुन्छ बटुक र चिकौनी। त्यसपछि तानसेन हामी प्रवेश गरिसकेका छौँ भने केही चियाको चुस्कीको साथमा अगाडि बढ्ने क्रम हाम्रो जारी रहनेछ। हेलो, नास्ता खाएपछि हामी त्यहाँबाट अगाडि बढ्यौँ। आज रात्रि दृश्य र भोलि श्रीनगरको डाँडाको बारेमा पनि तपाईहरुलाई मैले धेरै थोरै जानकारी दिनेछु है। हरियाली वन जंगलको साथमा निकै रोमाञ्चक भइरहेको छ हाम्रो यात्रा। बुटोलदेखि जम्मा 40 किलोमिटरको दूरी हो। र पाल्पाको बारेमा भन्नुपर्दा तपाईहरुलाई रात्रि दृश्य, पाल्पाबाट देखिने रात्रि दृश्य यो बिहानको मर्निङ वाकको समयमा। पाल्पाको पपुलेसन 2,45,000 रहेको छ भने यहाँको मुख्य जातिहरू मगर जातिहरूको यहाँ बसोबास धेरै नै छ। ब्याडमिन्टनको तयारी भइरहेको छ हाम्रो। फर्केर होटल आउने क्रममा म तपाईहरुलाई पाल्पा दरबार चाहिँ खुलेको छैन है, भित्र बाहिरको केही दृश्यहरू तपाईहरुलाई अवश्य देखाउनेछु। यो हो पाल्पा दरबार। वाउ भन्ने छ। तानसेनको मौसम, तानसेनको बसाई, हाम्रो 2 दिनको बसाई। बडा गजब छ। बिहान छिटो भएको कारण पसलहरू पनि खोल्न भ्याएको छैन यहाँ है। एउटा ढाकाको चाहिँ खुलेको छ, पाल्पाको ढाकाको पसल। यो रहेको छ व्हाइट लेक, हामी जहाँ 2 दिन बस्नेछौँ। मर्निङ वाकबाट आएपछि एक्सर्साइज थोरै भए पनि गरौँ भनेर। क्या मनमोहक दृश्य छ हेर्नुहोस्। माडी फाँट देख्न सक्नुहुन्छ अगाडि तपाईहरुले। सब्जी मन्डी पाल्पाको आया ए सिडी छ ल। श्रीनगरको डाँडा हो यो भुसल डाँडा माथि व्हाइट लेकको साउजी है। मेरो भ्लग हेर्ने जति पाल्पा आउँदा उहाँकोमा आउनु। मिलाएर सुपदुसमा यति आनन्द हुनुहुन्छ मान्छे फेरि। यही समय विश्राम
उकालो चढ्दा चढ्दा निकै हत्तु पर्यो हामी। अझै पनि धेरै सिँढीहरू बाँकी नै छ साथीहरू। माथि पुग्यो यो तलबाट आइयो हामी यहाँ माथि टपमा। जङ्गलमा मङ्गल छ। चारजना भयौँ। हाम्रो 4 जनाको यात्रा चाहिँ जङ्गलमा जारी नै छ है। रमाइलो यात्रा भइरहेको छ हामीलाई।